यस्तो बिजोकले त रोटी बनाएर कहिले पनि खाइएको थिएन। सो हेलो एभ्रीवन, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हो डे 71 र आज हामी यस्तो बिजोकले रोटी बनाउँदैछौँ। यस्तो बिजोकले न हामीसँग तावा छ न बेलना छ र पनि हामी रोटी बनाउन आँट गरेर रोटी बनाउँदैछौँ। मेरो साथीले चाहिँ रोटी बेल्दैछ चकिङ बोर्डमा, तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तरी रोटी बेलेर बनाउँदैछौँ हामी रोटी र भाइले रोटी पकाउँदैछ कराईमा पनि रोटी पाक्दो रहेछ भनेर चाहिँ मैले आज मात्रै थाहा पाएँ। उनीहरूले रोटी बनाउने क्रममा चाहिँ मेरो काम चाहिँ अचार बनाउनु थियो र धनियाँको अचार बनाउनु पर्ने थियो। धनियाँ हामीले सस्तो मस्तो 2टा साग किन्दाखेरि यत्रो मुठा धनियाँ फ्रीमा पाएको। हेर्नुहोस् यस्तो बिजोकवाला धनियाँ थियो र पनि अब के गर्नु होइन, केलाउनु त परिहाल्यो अचार बनाउन। त्यही भएर म चाहिँ धनियाँ केलाउनतिर लागेँ। मैले धनियाँ केलाउने टाइमसम्ममा त मेरो साथी र भाइले त रोटी बनाइवरी आलुको सब्जी बनाइवरी सबै रेडी गरिसकेका थिए र मैले पनि धनियाँ केलाएर धनियाँमा 3-4 टमाटर हालेर मिक्सरमा टक्कसँगले मिक्स गरेर चाहिँ दामी अचार बनाएँ। तपाईँहरूले देख्न सक्नुहुन्छ हामीले बनाएको रोटी सब्जी र अचार कस्तो छ भनेर। त हामीले ट्राई गर्यौँ, एकदमै बवाल थियो र आज हामीलाई थाहा भयो कि केही सामान नहुँदाखेरि पनि यदि आँट गरियो भनेदेखि त्यो चिज पकाएर खान सकिँदो रहेछ। सो यस्तै कुराहरूलाई लिएर मेरो एउटा सो पनि आउँदैछ जसको नाम हो आज के खुवाउने। मेरो च्यानल मिट्युबरमा यही फ्राइडेबाट सबैजनाले गएर हेर्नु होला। सी यु नेक्स्ट डे।